बोल्नै हुन्न बोले कि त्यो मेरो केटा भइहाल्यो होइन त्योसँग म चढेर हिँड्छ होला नि त गटक टक टक गरेर होइन अब चोकतिर जान्छु नानी स्कुलमा पुऱ्याउनु जान्छु चोकतिर गइरहने अब दिनमा 2 चोटि जानुपर्छ बिहान एकचोटि दिउँसो एकचोटि नानी लिनु पुऱ्याउनु लिनु त्यो गरेर बाटोमा भेट्दाखेरि के छ सन्चो बिसन्चो भनेर बोल्दाखेरि पनि त्यो मेरो केटा हुन्छ त चाहिने कुरा पो बोल्नुपर्छ कि बोल्दै त कसैसँग बोल्नै पाउँदैन त कसैलाई हेर्नै पाउँदैन भनेर के मेरो निधारमा लेखेर दे कि सिफारिस बनाएर दे नभए नचाहिने कुरा चाहिँ नभन्न नचाहिने कुरा चाहिँ नगर्न मैले त्यसरी हिँड्नुपर्ने भए पहिल्यै हिँड्थ्यो अहिले आएर चाहिँ हिँड्थ्यो होला त म त्यसरी कसैसँग बोल्दैमा चाहिँ के हुन्छ त कसैको पोइ खोसेको छैन होला कसैको छोरा खोसेको छैन होला कसैको केटा खोसेको छैन त मैले चाहिने भन्दा नचाहिने बढी बोल्छ जान आँखाले देखेर मात्रै बोल्ने हो न त दुनियाँको